जब तपाईँ सामसुङको नाम सुन्नुहुन्छ, तपाईँको दिमागमा के आउँछ? ग्यालेक्सी फोन, स्मार्ट टिभी, अटोमेटिक वासिङ मेसिन यस्तै यस्तै होइन त? तर के तपाईँलाई थाहा छ, सामसुङ कुनै एक समयमा माछा र सुकुटी बेच्ने कम्पनी थियो? पत्याउनु भएन? तर यो सत्य हो। सामसुङको सुरुवात प्रविधिबाट होइन, सुकुटी, नुडल्स र किराना व्यापारबाट भएको थियो। सन् 1938मा दाइगु दक्षिण कोरियामा ली ब्युङ चुलले सामसुङ साङ्गोई नामक कम्पनी खोलेर सानोतिनो व्यापार सुरु गरे। उक्त कम्पनी मार्फत सुकुटी, माछा, नुडल्स, चामल, चिनी र अन्य किराना सामानहरू बिक्री हुन्थ्यो। त्यस समयमा दक्षिण कोरियामा औद्योगिकरण सुरु भइसकेको थिएन, त्यसैले खाद्यान्न व्यापार चल्तीमा थियो, जसकारण सामसुङ साङ्गोईले सहजै व्यापार विस्तार गर्न सक्यो। 1940को दशकमा सामसुङलाई कोरियन गृहयुद्ध र द्वितीय विश्वयुद्धका कारण व्यापार बढाउन गाह्रो भयो, तर ली ब्युङ चोलको लक्ष्य विशाल थियो। उनले व्यवसाय व्यापारमा मात्र सीमित नराखी कम्पनीलाई फरक क्षेत्रमा लैजान थाले। 1950को दशकमा उनले चामल र माछाको व्यापार दक्षिण कोरियाभित्र मात्र सीमित नराखी चीन र जापानमा पनि विस्तार गरे। 1953मा सामसुङको आफ्नो पहिलो कारखाना स्थापना भयो। यसरी लीले चिनी प्रशोधन व्यवसायमा पनि हात हाले। सन् 1969 पछि मात्रै सामसुङले टेक्नोलोजीमा हात हालेको हो। सो वर्ष सामसुङ इलेक्ट्रोनिक्स नामक कम्पनी स्थापना भयो। यसपछि कम्पनीले रेडियो उत्पादन सुरु गर्यो, ब्ल्याक एन्ड व्हाइट टिभी बेच्न थाल्यो, होम अप्लायन्स जस्तै फ्रिज, वासिङ मेसिनको पनि बिक्री सुरु गर्यो। 1980को दशकमा मोबाइल टेक्नोलोजीमा प्रवेश गरेसँगै सामसुङले प्रविधि क्षेत्रमा ठूलो फड्को मार्यो। 1990को दशकमा सामसुङले स्मार्टफोन निर्माण गर्न थाल्यो। यसरी सामसुङ आजको दिनमा विश्वकै नम्बर 1 स्मार्टफोन ब्रान्ड बनिसकेको छ। चिपसेट र डिस्प्लेमा विश्वको अगुवा कम्पनी, टिभी, होम अप्लायन्स, इलेक्ट्रोनिक्समा विश्वभर बजार विस्तार गरेको र अर्बौं डलरको पुँजी भएको कम्पनीका रूपमा सामसुङले आफूलाई चिनाइसकेको छ। सामसुङको यात्रा एक प्रेरणादायक कथा हो। एउटा सानो किराना पसलबाट स्टार्ट भएर आज विश्वकै टेक जायन्ट बन्न सफल भएको छ। यदि सामसुङले आज पनि सुकुटी बेचिरहेको भए के तपाईँ सामसुङ ब्रान्डको सुकुटी खाने इच्छुक हुनुहुन्थ्यो त? कमेन्टमा लेख्नु होला। जब तपाईँ सामसुङको नाम सुन्नुहुन्छ, तपाईँको दिमागमा के आउँछ? ग्यालेक्सी फोन, स्मार्ट टिभी, अटोमेटिक वासिङ मेसिन यस्तै यस्तै होइन त? तर के तपाईँलाई थाहा छ, सामसुङ कुनै एक समयमा माछा र सुकुटी बेच्ने कम्पनी थियो? पत्याउनु भएन? तर यो सत्य हो। सामसुङको सुरुवात प्रविधिबाट होइन, सुकुटी, नुडल्स र किराना व्यापारबाट भएको थियो। सन् 1938मा दाइगु दक्षिण कोरियामा ली ब्युङ चुलले सामसुङ साङ्गोई नामक कम्पनी खोलेर सानोतिनो व्यापार सुरु गरे। उक्त कम्पनी मार्फत सुकुटी, माछा, नुडल्स, चामल, चिनी र अन्य किराना सामानहरू बिक्री हुन्थ्यो। त्यस समयमा दक्षिण कोरियामा औद्योगिकरण सुरु भइसकेको थिएन, त्यसैले खाद्यान्न व्यापार चल्तीमा थियो, जसकारण सामसुङ साङ्गोईले सहजै व्यापार विस्तार गर्न सक्यो। 1940को दशकमा सामसुङलाई कोरियन गृहयुद्ध र द्वितीय विश्वयुद्धका कारण व्यापार बढाउन गाह्रो भयो, तर ली ब्युङ चोलको लक्ष्य विशाल थियो। उनले व्यवसाय व्यापारमा मात्र सीमित नराखी कम्पनीलाई फरक क्षेत्रमा लैजान थाले। 1950को दशकमा उनले चामल र माछाको व्यापार दक्षिण कोरियाभित्र मात्र सीमित नराखी चीन र जापानमा पनि विस्तार गरे। 1953मा सामसुङको आफ्नो पहिलो कारखाना स्थापना भयो। यसरी लीले चिनी प्रशोधन व्यवसायमा पनि हात हाले। सन् 1969 पछि मात्रै सामसुङले टेक्नोलोजीमा हात हालेको हो। सो वर्ष सामसुङ इलेक्ट्रोनिक्स नामक कम्पनी स्थापना भयो। यसपछि कम्पनीले रेडियो उत्पादन सुरु गर्यो, ब्ल्याक एन्ड व्हाइट टिभी बेच्न थाल्यो, होम अप्लायन्स जस्तै फ्रिज, वासिङ मेसिनको पनि बिक्री सुरु गर्यो। 1980को दशकमा मोबाइल टेक्नोलोजीमा प्रवेश गरेसँगै सामसुङले प्रविधि क्षेत्रमा ठूलो फड्को मार्यो। 1990को दशकमा सामसुङले स्मार्टफोन निर्माण गर्न थाल्यो। यसरी सामसुङ आजको दिनमा विश्वकै नम्बर 1 स्मार्टफोन ब्रान्ड बनिसकेको छ।
चिपसेट र डिस्प्लेमा विश्वको अगुवा कम्पनी, टिभी, होम अप्लायन्स, इलेक्ट्रोनिक्समा विश्वभर बजार विस्तार गरेको र अर्बौं डलरको पुँजी भएको कम्पनीका रूपमा सामसुङले आफूलाई चिनाइसकेको छ। सामसुङको यात्रा एक प्रेरणादायक कथा हो। एउटा सानो किराना पसलबाट स्टार्ट भएर आज विश्वकै टेक जायन्ट बन्न सफल भएको छ। यदि सामसुङले आज पनि सुकुटी बेचिरहेको भए के तपाईँ सामसुङ ब्रान्डको सुकुटी खान इच्छुक हुनुहुन्थ्यो त? कमेन्टमा लेख्नु होला।